स्वागत छ हजुरहरु सबैलाई। हामी चाहिँ नर्थ एबिसीको ट्रेकको लागि चाहिँ निस्केका छौं र यसको लागि चाहिँ हामी पोखराबाट बेनी आयौं र बेनीबाट चाहिँ उमखोलाको लागि चाहिँ हामीले चाहिँ जिप बनेका थियौं भने चाहिँ हामी चाहिँ खाना खाएर चाहिँ उमखोलाको लागि चाहिँ तातोपानी हुँदै निस्कियौं। हजुरहरुले जिप चाहिँ तातोपानीबाट पनि लिन सक्नुहुन्छ भने बेनीबाट लिनुभयो भने सजिलो पर्न सक्छ। बेनीबाट लिनुभयो भने उमखोलाको लागि चाहिँ बेनी हुँदै तातोपानी बेनीबाट तातोपानी हुँदै चाहिँ उमखोला चाहिँ पुग्न सकिन्छ है त। उमखोला पुग्ने बाटो चाहिँ केही अप्ठ्यारो भए तापनि चाहिँ बाटोमा चाहिँ राम्रो राम्रो भ्यूहरू पनि अनि झरनाहरू पनि हेर्दै चाहिँ जान सकिन्छ। तर बाटो भने चाहिँ केही अप्ठ्यारो नै रहेको छ। हामी जिप चढेको 3 घण्टामा चाहिँ उमखोला पुग्छौं र हामी उमखोलाबाट चाहिँ हाम्रो ट्रेकिङ सुरु गर्छौं र हामी हजुरहरु पनि त्यहाँ आएर चाहिँ चिया नास्ता अथवा खाना खाएर चाहिँ आफ्नो ट्रेकिङ चाहिँ सुरु गर्न पनि सक्नुहुन्छ। सो हाम्रो चाहिँ आयो है पहिलो झोलुङ्गे पुल आयो। यो हो फुटे झरना। हामीले चाहिँ उमखोलाबाट ट्रेक सुरु गरेको लगभग 3 घण्टामा चाहिँ हामी गुफा फाँट पुग्छौं र आज हामी चाहिँ पहिलो नाइट चाहिँ गुफा फाँटमै स्टे गर्यौं र भोलिपल्ट बिहान चाहिँ त्यहाँ गुफा फाँटबाट चाहिँ निस्कियौं। र हजुरहरु पनि गुफा फाँट आएर चाहिँ स्टे गर्न चाहनुहुन्छ भने चाहिँ पहिले बुकिङ गरेर आउनु भयो भने चाहिँ सजिलो हुनेछ है त। यस्तो बवाल भ्यू हेर्नलाई आउनु पर्यो। सो गाइज हामी चाहिँ आइपुग्यो भुस्केट मेला भन्ने ठाउँमा। यो भुस्केट मेला है र हजुरहरु यहाँ भुस्केट मेला आएर पनि भन्न सक्नुहुन्छ गुफाबाट नबसिकन आउनु भयो भने चाहिँ यो भुस्केट मेला हो है। यहाँबाट चाहिँ यस्तो मस्त सिनहरु पनि देख्न सक्नुहुन्छ है त। त्यो सिनहरु छ। यसरी हामी चाहिँ भुस्केट मेला आइपुग्यो। भुस्केट मेलाबाट चाहिँ र यहाँनिर टेन्टहरु छ, बस्ने ठाउँहरु छ। यहाँबाट 2 घण्टा लाग्छ भन्नु भएको छ। सो हाम्रो हिँडाइ अनुसार चाहिँ डिपेन्ड गर्छ। अब हामी चाहिँ यहाँबाट कति लाग्छ है त। यो चाहिँ भुस्केट मेला देखिन्छ है। तर अहिले चाहिँ कुहिरो लाएर चाहिँ बादल लाएर चाहिँ देखिन्छ छैन। यतापट्टि सर्लक्कै यतापट्टिको साइडमा पनि हिमाल छ, उताको साइडमा पनि हिमाल, वरिपरि जताततै हिमाल चाहिँ मजाले देख्न सक्नुहुन्छ है त। आइपुग्यो नर्थ अन्नपूर्ण फर्स्ट बेस क्याम्प 40-90 मिटर टाढै देखिएको छ हिमाल है। र यो चाहिँ हाम्रो पञ्चकुण्ड तल है। माथि गयो भने बेस क्याम्प छ। यहाँ हिमालहरू देखिन्छ। यतापट्टिको साइडको हिमाल चाहिँ बादलले ढाकिएको छ भने यतापट्टि अलिअलि हिमालहरू चाहिँ देखिएको छ। सो यो पञ्चकुण्ड तल यहाँ चाहिँ क्याम्पहरू पनि छ। यहाँ आएर पनि स्टे गर्न सकिन्छ। यस्तो छ यो भ्यू। माथि अलिअलि घरिघरि घाम लाउने घरि हुने गरेर भ्यू खुल्दै पनि छ, घरि खुलेको पनि छैन है त। सो यहाँबाट यस्तै पञ्चकुण्ड तल मजाले राम्रोसँग चाहिँ देख्न सक्नुहुनेछ है त। सो यो हो पञ्चकुण्ड तल।